अनि यो नेपालमा बाख्राले खाने सोतर के गाईजी एकदम बाख्राले मनपर्ने सोतरहरू पनि छ है यतातिर यस्तो छन्। अनि गाईजी यो एकदमै यो बाख्राले खाँदैन है पिपलपाते। अस्ति भर्खर हामीले गएर वनतिर खोजेर ल्याउँथ्यो नि यहाँनिर सरी फुलको लागि सजाइदिएको छ हामीले। अनि यस्तो छ यहाँनिर चाहिँ तुलसी एकदम सब्रेको छ है। यो चाहिँ गमलामा भएको फ्लावरहरू देखाउँछु ल मेरो घरको। यस्तो छ है साथीहरू। यहाँनिर अस्ति सानो थियो अहिले चाहिँ कति छिटो जिङ रिङ भएर आएछ। अनि यो फुल चाहिँ अब यसलाई चाहिँ फालिदिनु पर्छ अलिक। अनि यहाँ चाहिँ लेमन अस्ति चाहिँ टन्नै फलेको थियो कि साथीहरू। अनि यहाँ चाहिँ अलिअलि छ है भित्रभित्र भर्खर चिचिलो लाग्दैछन्। यहाँ देखाउँछु ल म तपाईँलाई। ए फलिरहेको छ है यहाँनिर लेमनहरू चाहिँ चट्टा लाएर यस्तोरी फुल फुलिरहेको छ है मेरो गार्डनमा साथीहरू। अनि यहाँ यस्तो पनि छन्। तुलसी मजाले फस्टाएको छ मेरो चाहिँ है। अनि हजुरहरूकोतिर चाहिँ यस्तो फुल चाहिँ हुन्छ कि हुँदैन यस्तो फ्लावरहरू चाहिँ। अनि यहाँ पनि छ यस्तो टाइपको। यो चाहिँ सुकेर साङ्ग्राङ भइरहेको छ है। अनि यो यस्तो छ यहाँ चाहिँ अस्ति भर्खर रोपेको तुलसी आइरहेको छ भर्खर। यो पनि अब फुल्छन् भोलिपछि झलक्क पारेर फुल्ने होला है त्यतिखेर चाहिँ रमाइलो हुन्छन्। अनि अझै यतातिर टन्नै छ है गाई चाहिँ बाहिरतिर टन्नै छ गमलाहरू त अझै देखाउँछु नि म तपाईँहरूलाई। अनि यो साइडमा पनि छ यी फुल्लै फुल घरमा चाहिँ नि यो चाहिँ म चाहिँ सलाद खानालाई सलादको लागि रोपेको यो चाहिँ एकदम मिठो हुन्छ है। अनि यस्तो छ यतातिर चाहिँ फुल्लै फुल छ। म बस्ने ठाउँमा चाहिँ फुल्लै फुल चाहिँ तुलसी रोपेको थियो मरेछ अहिले पानी हाल्छु। अनि यस्तो टाइपको फुल पनि छ है गाई यहाँ चाहिँ बाँधेर राखेको छ होइन। यो मजाले फुलेको थियो म यहाँ फुलेको पनि छ देखाउँछु तपाईँलाई। यसको फुल चाहिँ यस्तो फुलिन्छ है यस्तो कलरको फुलिन्छ है। यस्तो यो किरा लागेछ कि अस्तितिर मजाले फुल्थ्यो है। यो चाहिँ सबै हाम्रो घरको फुलबारी हो है तपाईँहरू मैले देखाउँदै गरेको। अनि यस्तो छ क्या गाई चाहिँ सबै यहाँतिर यस्तो फुल फुलिरहेका छन्। यो पनि तुलसी नै हो त्यहाँ पनि तुलसी छ। मैले खोर्सानी लगाएको थिएँ गाई चाहिँ खोर्सानी पनि फलिरहेको होला एउटा दुईवटा। यहाँ छ कि छैन भन्ने छ एउटा फले रहेछ। यो अस्ति भर्खर मैले नर्सरीबाट किनेर ल्याएको फुल यस्तो छ है मेरो चाहिँ। यो चाहिँ बाबरी होइन बाबरी जस्तो जस्तो टाइपको बाबरी चाहिँ होइन साथीहरू। यस्तोरी फुलिरहेछन् यो फुल चाहिँ। अनि यो चाहिँ चाइनिज फ्लावर भनेर चाइनातिर हुन्छ नि साथीहरू। यो तपाईँहरूले याद गर्नुभएको छैन यो चाइनिज फ्लावर दुई झाङ छ मसँग चाहिँ है। अनि यहाँनिर चाहिँ ड्राइगन फ्रुट पनि छ है अलिकति। यो चाहिँ यस्तो छ है